श्रद्धा में बुद्धो से ठोंही संशयो नथी सबदा एते ना सचवजे ना होतु ते जया मंगलम होतु ते आयुवर्धनम होतु ते सुखवर्धनम। श्रद्धा में धम्मो से ठोंही संशयो नथी सबदा एते ना सचवजे ना होतु ते जया मंगलम होतु ते आयुवर्धनम होतु ते सुखवर्धनम। श्रद्धा में संगो से ठोंही संशयो नथी सबदा एते न सचवजे न होतु ते जया मंगलम होतु ते आयुवर्धनम होतु ते सुखवर्धनम। एते न सचवजे न अहिले यहाँ यसरी प्रकट गरिएको सत्य वचन को प्रभावले सब प्राणीनम लोकमा भएका सम्पूर्ण प्राणीहरू लगायत ते तो महाकम आफ्नो काम व्यापारलाई छडेक छाडी धर्म सवर्ण गर्नको निम्ति पाल्नु हुने सधर्म प्रेमी उपासक उपासिकाहरू सबै सदा सदा सर्वदा स्वथिङ कायिक सुख मानसिक सुख चैतसिक आदि गरिएका सुखहरू र लौकिक लोकोत्तर भोग ऐश्वर्य सम्पत्तिहरूले पनि अन्तु भरि पूर्ण हुन्। सर्वप्रथम चार आर्य सत्य धर्मका मालिक हुनुभएको वहाँ तथागत अरहं सम्मा सम्बुद्ध भगवानलाई शिरोपर धारण गरी वन्दना। सम्पूर्ण भिक्षु सङ्घहरूको शिर समाधि र प्रज्ञा गुणहरूलाई स्मरण गर्दै वन्दना। सधर्म प्रेमी उपासक उपासिकाहरूलाई दिनानुदिनको मङ्गल मैत्रीको शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्ण उपासिकाहरूको मङ्गल होस्, भलो होस्, कल्याण होस्, मनोइच्छाहरू पूर्ण होस् र परम शान्ति सुख निर्वाणलाई साक्षात्कार गर्न सकोस् भन्ने मङ्गल मैत्रीलाई अघि सार्दै आजको धर्म उपदेशलाई प्रारम्भ गरौँ। र भगवान शास्त्रले के उपदेश गर्नुभएको छ त भन्दा बाहिरी परिस्थिति जस्तो सुकै भए तापनि मनस्थिति चाहिँ राम्रो हुनुपर्छ है। बाहिर भएको परिस्थिति हाम्रो बसमा छैन, हाम्रो हातमा छैन, हामीले भनेर हुँदैन, तर हाम्रो मन जुन मनस्थिति हो त्यसलाई हामीले चाहे जस्तो, हामीले इच्छा गरे जस्तो बनाउन सकिन्छ। यस मानिमा भगवान शास्त्रले के पनि उपदेश गर्नुभएको छ त भन्दा जस्तो जस्तो प्रकारको तपाईँ हामीहरूले कर्म यानी काम गर्छौँ सोही अनुसारको फल प्राप्त गर्छौँ भन्ने कुरालाई पनि भगवान शास्त्रले स्पष्ट रूपमा उपदेश गर्नुभएको कारणले गर्दा हामीहरूले आफ्नो कर्मप्रति विश्वास गर्नुपर्ने हुन्छ र हामीले जस्तो कर्म गर्छौँ त्यस्तै फल प्राप्त गर्छौँ भन्ने कम्तीमा पनि कम्म सक्कत्ता सम्मादिठी ज्ञान बनिन्छ, जो कि प्रत्येक मनुष्यमा नभई नहुने ज्ञान अति नै हुन जरुरी भएको ज्ञान। त्यो ज्ञान भनेको नै आफ्नो कर्ममा विश्वास गर्ने ज्ञान तपाईँ हामीमा हुनुपर्छ। कर्ममा विश्वास गर्ने ज्ञान किन हुन जरुरी छ त भन्दा यादि संवपते बीजं तादि संहरते फलं कल्याणकारी च कल्याणं पापकारी च पापकं भनेर उपदेश गरे मुताबिक यादि संवपते बीजं जस्तो स्वभाव धर्म भएको बिउलाई तपाईँ हामीहरूले रोप्ने गर्छौँ, सोही स्वभाव धर्म भएको फल प्राप्त गर्छौँ। जस्तो स्वभाव धर्म भएको बिउलाई रोप्छौँ सोही अनुसारको फल प्राप्त गर्छौँ भने तपाईँ हामीहरूले पनि जस्तो जस्तो कर्म गर्छौँ यानी सत्कर्म या दुष्कर्म यानी राम्रो काम वा नराम्रो काम सोही अनुसारकै तपाईँ हामीलाई पनि परिणाम फल प्राप्त हुने गर्छ। यस मानिमा हामीहरूले हाम्रो जीवनलाई कस्तो बनाउने, आफूले आफूलाई कसरी परिवर्तन गर्ने र आफूले आफैलाई सुमार्गमा कसरी लगाउने, अरू कसैले लगाइदिएर हुँदैन, अरू कसैले गरिदिएर पनि हुँदैन। त आफ्नो
नाथ आफै बन्नको निम्ति, आफूले आफूलाई बचाउनको निम्ति, आफूले आफूलाई सुमार्गमा लगाउनको निम्ति तपाईँ हामीहरूले के गर्न आवश्यकता छ त भन्दा आफ्नो मनलाई बसमा राख्न नित्यान्त आवश्यकता छ। सुरुवातमै भने बाहिरको परिस्थिति जस्तो सुकै भए तापनि हामीले त्यो बाहिरको परिस्थितिलाई केही पनि गर्न सक्दैनौँ। पनि हाम्रो मनस्थितिलाई हामीहरूले ठिक प्रकारले राख्न सक्नुपर्छ। मनस्थिति ठिक राख्न सकियो भने मात्र तपाईँ हामी मनुष्यबाट जन्मेको सार हुन्छ, अन्यथा मनुष्य जीवन पाएको खेर जान्छ। किन त भन्दा भगवान शास्त्रले के भनेर उपदेश गर्नुभएको छ त भन्दा लोक हो भन्ने यो लोकलाई रे कसले नियन्त्रण गरेको छ त भन्दा चित्तले नियन्त्रण गरेको छ, यानि तपाईँ हाम्रो मनले चाहिँ नियन्त्रण गरेको छ। यस मानेमा हामीहरूले आफूलाई सुमार्ग र कुमार्गमा लगाउने नै के हो त भन्दा तपाईँ हाम्रो आफ्नो मन हो। कसैले कसैलाई केही गरिदिएर हुँदैन। अगाडिबाट उपदेश गरिदिन सकिन्छ, मार्ग देखाउन सकिन्छ, मार्ग निर्देशक गर्न सकिन्छ। त उक्त मार्गमा जुन जुन व्यक्ति हिँड्नुहुन्छ त्यो व्यक्तिले सुख प्राप्त गर्नुहुन्छ भने जुन व्यक्ति हिँड्नुहुन्न उहाँहरूले सुखबाट वञ्चित हुनुहुन्छ। किन त भन्दा लोकमा जन्मेका हरेक प्राणीलाई सुख र दुःख के रुचिकर छ भनेर प्रश्न गर्ने हो भने सबैले सुखकै इच्छा गर्छन्, सुखकै चाहना गर्छन्, सुख नै रुचिकर छ। तर हामीहरूले सुख रुचिकर छ, सुख मनपर्छ भनेर मागेर मिल्दैन। सुखको इच्छा छ, सुखको चाहना गर्नुहुन्छ भने सुख हुने कर्म गर्नुपर्छ। कर्म भनेको काम। काम माने दैनिक जीवनमा तपाईँ हामीहरूले शरीरबाट कर्म गर्छौँ, वचनबाट कर्म गर्छौँ, मनबाट कर्म गरेका हुन्छौँ। शरीरबाट गरिने कर्ममध्ये प्राणी हिंसा गर्नु, अरूले नदिएको सामान वस्तु चोरेर लिनु, काम मिथ्याचार गर्नु, यो सबै शरीरले गर्ने दुष्कर्म। शरीरबाट हुने नराम्रो काम पनि वचनबाट झुटा कुरा बोल्नु, चुप्ली लगाउने काम गर्नु, अर्थ न व्यर्थको कुरा गर्नु, करा वचन प्रयोग गर्नु। त यस्ता वचनहरू प्रयोग गरियो, प्रिय वचन पनि बोल्न सकिएन भने वचन दूषित भयो। वचनबाट तपाईँ हामीहरूले के गर्यौँ त भन्दा अघि त सुखको इच्छा छ भनियो तर कार्य चाहिँ दुःख हुने काम गरियो। त्यस्तै गरिकन मनबाट पनि जुन लोभ, दोष, मोह यानि मिथ्या दृष्टि, मिथ्या धारणा भन्ने जुन चिजहरू छन् यो चिजहरूले पनि प्राणीहरूलाई के गरेको हुन्छ त भन्दा मनलाई दूषित बनाइदिएको हुन्छ। त्यो दूषित मनले नै फल दियो भने नराम्रो गतिमै फल दिने गर्छ। यस मानेमा भगवान बुद्धले दिनुभएको मूल शिक्षा भनेको नै मन प्रमुख शिक्षा हो, मन प्रधान शिक्षा हो। त्यही भएर धम्मपदको यमक वर्ग पहिलो वर्गमै हामीहरूले उच्चारण गर्ने गर्छौँ, स्मरण गर्छौँ कि मनोपभागमा धम्मा मनोसेठा मनोमाया मनसाचे पदोठेना वासति वा करोति वा ततोनं दुःख मनवेदी चक्कम व वहतो पदम। हामीहरूले मनलाई प्रधान राखेर, मनलाई प्रमुख राखेर जुन काम गर्छौँ, जुन कार्य गर्छौँ त्यो कार्यमा मन प्रधान भइरहेको हुन्छ, मन प्रमुख भइरहेको हुन्छ। मनलाई प्रधान राखेर गरिएको त्यो चाहे वाचसिक कर्म किन नहोस्, चाहे शरीरको कर्म नै किन नहोस् वा मनको कर्म नै किन नहोस्, यदि दूषित मनले, नराम्रो मनले, नराम्रो मन साया राखेर यदि बोल्ने वा गर्ने गर्छौँ भने रे उक्त नराम्रो मन सायाले तपाईँ हामीहरूलाई कस्तो प्रकारको फल दिन्छ त भन्दा नराम्रो फल नै दिन्छ, नराम्रो परिणाम नै दिन्छ। त्यसलाई उदाहरण दिइएको छ। जसरी बेलगारा हिँड्दाखेरि उक्त बेलगारा हिँडेको ठाउँमा जसरी बेल हिँड्छ त्यसरी नै त्यसको पछि पछि चक्का पछि लाएर हिँडे जस्तै तपाईँ हामीहरूले पनि जुन कर्म गर्छौँ अशुद्ध मन राखेर, अप्रसन्न मन राखेर, दुश्शील मन राखेर भने हाम्रो पछि पछि पनि नराम्रो कर्म नै चक्का पछि लाएर आए जस्तै पछि लाग्छ। यस मानेमा हामीहरूले हाम्रो मनलाई पवित्र राख्न नित्यान्त आवश्यकता छ। किन त भन्दा अहिले हामीहरूले पाइएको यो शरीर भनेको विपाक शरीर हो, विपाक खण्ड हो। विपाक खण्ड अहिले पाएको यो शरीर जस्तो सुकै भइराखोस्, जुन सुकै अवस्थामा रहिरहोस्, तर हाम्रो मनस्थिति चाहिँ के हुनु पर्यो त भन्दा राम्रो हुनु पर्यो। हाम्रो मन चाहिँ सफा हुनु पर्यो।
हामीले अतीतमा जस्तो कर्म गऱ्यौँ सही अनुसारको जन्म त अहिले हामीले पायौँ। यसलाई हामीहरूले केही पनि गर्न सक्दैनौँ। हामीले गरिएको कर्म अनुसारको फल हो यो। तर अहिले यो वर्तमान अवस्थामा हामीहरूले हाम्रो मनलाई शुद्ध र सफा राख्न नित्यान्त आवश्यकता छ। मन जति जति पवित्र राख्न सकिन्छ उति उति नै यो मनले तपाईँ हामीहरूलाई सुगति मात्र नभइकन उच्चतम जीवन मुक्ति मोक्षसम्म पनि पुर्याउन सक्छ भनी हामीहरूले यो मनलाई नै राख्न जानेनौँ। यो मनलाई नै अशुद्ध बनाइयो भने त्यही अशुद्ध मनले नै तपाईँ हामीहरूलाई फेरि दुर्गति मात्र नभइकन जीवनलाई दुष्कर र यो भव संसारबाट नै मुक्त नहुने गरी जन्म मरणको चक्रमा चाहिँ फसाइदिने गर्छ। यस मानेमा हामीहरूले हाम्रो मनलाई पवित्र सफा स्वच्छ शुद्ध राख्न नित्यान्त आवश्यकता छ। किन त भन्दाखेरि जुन अप्रसन्न भएको यानि अशुद्ध भएको मन लिएर तपाईँ हामीहरूले कर्म गर्छौँ भने त्यो कर्मले के गर्छ त भन्दाखेरि तपाईँ हामीहरूलाई नराम्रो फल यानि दुःखदायी फल दिने गर्छ। त्यही भएर तपाईँ हामीहरूले कर्मलाई शुद्ध गर्नुपर्छ, कर्मलाई राम्रो बनाउनुपर्छ, कर्मलाई नै तपाईँ हामीहरूले सुधार्नुपर्छ। अन्य चिजलाई सुधारेर हुँदैन। कर्मलाई कसरी सुधार्नुपर्छ त यो नराम्रो कर्म गर्नाले कस्तो प्रकारको फल पाइन्छ त भन्दा भगवान् शास्त्रले चित्त वर्ग यानि मन भन्ने वर्गमा के उपदेश गर्नुभएको छ त भन्दा दिशो दिशं यङ्तं करिया वेरिवा पन्न वेरिनं मिथ्या परेहितं चित्तं पापी यो न ततो करे। शत्रुले शत्रुलाई जति हानि पुर्याउन सक्छ, एक शत्रुले अर्को शत्रुलाई जति हानि पुर्याउन सक्छ त्योभन्दा पनि बढी हानि केले पुर्याउँछ रे त भन्दा कुमार्गमा लागेको चित्तले पुर्याउँछ है। शत्रुले शत्रुलाई हानि पुर्यायो भने एक जन्म पुर्याउला, एक जीवन पुर्याउला। तर कुमार्गमा लागेको तपाईँ हाम्रो मनले, तपाईँ हाम्रो चित्तले तपाईँ हामीहरूलाई के गरिदिन्छ रे त भन्दा कुमार्गमा लागेको चित्तले तपाईँ हामीहरूलाई शत्रुले भन्दा पनि धेरै हानि पुर्याइदिन्छ। त्यही भएर हामीमा यदि नराम्रो मन आयो भने के बुझ्नु पर्यो त भन्दा ममा शत्रु आयो भनेर बुझ्न सक्नु पर्यो। कुविचार आयो, नराम्रो मनसाया आयो, लोभ चित्त उत्पन्न भयो, द्वेष चित्त उत्पन्न भयो, अज्ञानता भन्ने मोह चित्त आयो, अरूको अलिकति उन्नति वृद्धि भएको देख्नै नसहने, अरूले कमाएकोमा ईर्ष्या डाहा आयो, अहङ्कार अभिमान आयो, बुझ्नुहोस् के भयो? शत्रु आयो। के आयो? शत्रु। हामीले त बाहिरीको शत्रुलाई मात्रै शत्रु भनेर देख्छौँ। वास्तवमा शत्रु कहाँ छ त भन्दा तपाईँ हाम्रो मनमा छ। कुन बेला त्यो मन शत्रु भइदिन्छ, दुश्मन भइदिन्छ त भन्दा अप्रसन्न भइदियो, अशुद्ध भइदियो, फोहोर भइदियो, मनमा चाहिँ खोट लाग्यो भन्ने बित्तिकै त्यो मन के भइदियो? त्यसमा शत्रु सवारी भइदियो। त्यो कसको मन त भन्दा हाम्रै मन, अरूको होइन नि। हाम्रो मनमा अहिले भनिएको लोभ चित्त, द्वेष चित्त यानि रिस मन, मोह भन्ने अज्ञानताको मन, अहङ्कार, ईर्ष्या, डाहा, ईर्ष्या अनि अरूले कमाएकोमा जुन चित्त नबुझेको मन, यो प्रकारको मनहरू हुन्छ कि हुँदैन? आफूले आफूलाई निहालेर हेर्नुहोस्, यो प्रकारको मन भएको छ कि छैन? यदि यो प्रकारको मन भयो भन्ने बित्तिकै कुरा बुझ्नुहोस् कि के भइदियो? शत्रु सवारी भयो। कहाँ सवारी भयो? जसको मन चाहिँ अप्रसन्न भइदियो, अशुद्ध भइदियो, उक्त व्यक्तिको मनमा शत्रु आएर बस्यो। यस मानेमा भगवान् शास्त्रले चित्त वर्गमा स्पष्ट रूपमा उपदेश गर्नुभएको छ। दिशो दिशं यन्तं करिया वेरिवा पन्न वेरिनं मिच्छा पनिहितं चित्तं पापी यो न ततो करे। शत्रुले शत्रुलाई जति हानि पुर्याउन सक्छ त्यो भन्दा पनि धेरै हानि कुमार्गमा लागेको चित्तले पुर्याउँछ। भने हामीले केलाई सफा गर्नु पर्यो? मनलाई। केलाई? मनलाई प्रसन्न राख्न सक्नु पर्यो, मनलाई सफा राख्न सक्नु पर्यो। मनलाई जतिखेरै पनि अरूलाई परोपकार गर्छु, अरूलाई मद्दत गर्छु, अरूको दुःखलाई मैले आफ्नो तर्फबाट सके जस्तो सेवा गर्छु भन्ने मनसाय हुनु पर्यो। यदि यो प्रकारको मन भइदियो, शुद्ध भएको मन आइदियो भने कस्तो हुन्छ रे त भन्दाखेरि धम्मपद यमक वर्गमै पनि फेरि अर्को गाथा के भनिएको छ त भन्दाखेरि जुन सुमार्गमा लागेको चित्त हो, त्यो सुमार्गमा लागेको चित्तले तपाईँ हामीहरूलाई के गर्छ रे त भन्दाखेरि जसरी तपाईँ हामी घाममा हिँड्दाखेरि हाम्रो छाया पछि लाएर आउँछ नि, त्यसरी नै हामीहरूले गरिएको सत्कर्म पनि तपाईँ हाम्रो पछि पछि छाया जस्तै नै लागेर आउँछ।
हामीले जन्म लिएर आएका छौँ, एक दिन हामीले यो देह छाडेर जानुपर्छ। जाँदा हामीले के लिएर जान्छौँ त भन्दा हामीले गरिएको सत्कर्म या त दुष्कर्म, यो मात्रै बोकेर जान पाइन्छ। बाँकी सबै छाडेरै जानुपर्ने हुन्छ। यो तपाईँ हामीहरूले देखि पनि रहेका छौँ, भोगी पनि रहेका छौँ, सुनि पनि रहेका छौँ। कमाएको हरेक सम्पत्ति कसले लिएर गएको छ? सबैले छोडेरै जान्छ। हामीले लिएर जाने भनेको हामीहरूले जीवनभरि गरिएको कर्म। कर्म माने शरीरबाट गरिने काम, वचनबाट बोलिने वचन, मनबाट चिताउने विचार। यो नै तपाईँ हाम्रो आफ्नो दाइजो हो, आफ्नो मालिक हो, आफ्नो नाथ हो। मरेर जाँदा लाने सम्पत्ति यो मात्रै हो। त्यही भएर भगवान शास्त्रले चित्त वर्गमै फेरि के भन्नुभएको छ त भन्दा नतं माता पिता करिया अन्य वापि च ज्ञातका सम्मा पणिहितं चित्तं सेय सोन तत्व करे भन्नुभएको छ है। के भन्न चाहनुभयो त भन्दा सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्छ नि, त्यो भन्दा पनि उपकार, त्यतिको उपकार सुमार्गमा लागेको चित्तले हामीलाई जति उपकार गर्छ, त्यति उपकार सायद आफ्ना मातापिता, कुटुम्ब, नातेदारहरूले समेत पनि गर्न सक्दैनन्। कुरा बुझ्नुभयो? हाम्रो सुमार्गमा लागेको चित्तले हामीलाई जति बचाउँछ, हाम्रो मातापिता, हाम्रा इष्टमित्र, बन्धु बान्धव, कुटुम्बले पनि गर्न सक्दैन। भनेपछि हाम्रो वास्तवको मित्र, हाम्रो वास्तवको साथी भनेको को रहेछ त भन्दा हामीहरूको मन। त्यो मन चाहिँ को मित्र पनि हुनसक्छ र सुमित्र पनि हुनसक्छ। नराम्रो मनसाय आयो भने कुरा बुझ्नुहोस् कुमित्र आयो, राम्रो मनसाय आयो भने बुझ्नुहोस् सुमित्र आयो। त हाम्रो मन हो, हामीले हाम्रो मनलाई के गर्न सक्नुपर्छ? सफा राख्न सक्नुपर्छ। हामीले हाम्रो मनलाई परिवर्तन गराउनुपर्छ। यदि नराम्रो मनसाय उत्पन्न हुन्छ भने त्यो नराम्रो मनसायलाई हटाएर राम्रोतिर ढाल्न सक्नुपर्छ। त्यसको निम्ति हामीले बार बार धर्म सवर्ण गर्नुपर्छ, धर्मलाई आर लिनुपर्छ, धर्मको भरोसा खोज्नुपर्छ। शुद्ध धर्मले मात्रै तपाईँ हामीहरूलाई त्यो मनलाई परिवर्तन गर्न सिकाउँछ। परिवर्तन गर्नुहोस् मात्रै भनेर बसरी गए। परिवर्तन गर्नको निम्ति बार बार उपदेश सवर्ण गर्नुपर्छ। र यो मनलाई कहाँसम्म नियन्त्रण गर्नुपर्छ, कसरी चाहिँ यो मनलाई दमन गर्नुपर्छ त भन्दाखेरि उदङ्कं हि नयन्ति नेतिका उसुकार नमयन्ति ते जना दारुं नमयन्ति तच्छका अतानं दमयन्ति पण्डिता है। उदङ्कं हि नयन्ति नेतिका, यो उपदेशलाई भगवान शास्त्रले कहाँ गर्नुभएको थियो त भन्दाखेरि यसको जीवनीतिर धेरै नजाउँ, उपदेश लामो हुन्छ, समय छोटो छ। त पण्डित नाम गरेका 7 वर्षका श्रामणेर है, 7 वर्षका मनन गर्नुहोस्। हामी कति वर्षका भयौँ? हामीले यो प्रकारको विचार हामीमा आयो कि आएन? अहिले यहाँ 7 वर्षका श्रामणे जब भिक्षामा जानुभयो आफ्नो गुरु सारीपुत्र भन्जुको पछि लागेर, उहाँले के देख्नुभयो त भन्दाखेरि खेती किसान गर्ने व्यक्तिहरूले आफूलाई चाहिएको ठाउँमा पानीलाई कुलो खनेर, ड्याम बनाएर, नाला काटेर आफूलाई चाहिएको ठाउँमा पानी लगेको दृश्य देख्दाखेरि 7 वर्षको श्रामणेले प्रश्न गर्नुहुन्छ, भन्तेजु यो पानीलाई के गरेका नि? श्रामणेर, यो पानीलाई खेती किसान गर्ने व्यक्तिहरूले आफ्नो खेती किसान राम्रो बनाउनको निम्ति आफूलाई चाहिएको ठाउँमा कुलो, नाला आदि खनेर चाहिँ पानीलाई आफ्नो चाहिएको ठाउँमा लिएर गएका नि? भन्तेजु यो पानीमा के मन छ र अरे? श्रामणेको प्रश्न के रे? पानीमा मन छ र अरे? श्रामणे, पानीमा मन त हुँदैन नि। पानीमा मन छैन भने भन्तेजु यो मन नभएको पानीलाई पनि के मानिसहरूले आफूले चाहे जस्तो नियन्त्रण गर्न सकिने हो नि? श्रामणे, सकिन्छ नि, चाहिए जस्तै नियन्त्रण गर्न सकिन्छ। हामीले पनि त कति ड्याम बनाएको, कुलो नाला खनेर त्यो पानीलाई आफूलाई चाहिएको ठाउँमा लगेको दृश्यहरू त कति देखियो होला। र यो प्रकारको विचार आयो? आएन नि। श्रामणेको अतीतको पुण्य पारमी पनि होला, उहाँले गरिआएको संस्कार पनि होला, अतीतमा लिएर आएको त्यो बिउ पनि थियो होला। उहाँले त्यो दृश्य देख्ने बित्तिकै आफ्नो गुरु भन्तेलाई प्रश्न गर्नुभयो र गुरु भन्तेबाट दिएको उत्तरलाई सुनेर श्रामणेले मनन गर्नुभयो। के मनन गर्नुभयो रे त भन्दा ओहो, यो मन नभएको पानीलाई मानिसहरूले आफूलाई चाहिएको ठाउँमा लान सक्छन् भने मैले मेरो मनलाई किन दमन गर्न सक्दिनँ है?
अर्को शब्दमा भन्नुपर्दाखेरि कुमार्गमा लागेको मनलाई हामीले सुमार्गमा किन लगाउन सक्दैनौँ? हाम्रो मन हो नि, मेरो मन हो नि, अरूको त होइन। हामीले अरूको मनलाई परिवर्तन गर्छ भनेको होइन, हामीले हाम्रो मनलाई परिवर्तन गर्न पर्यो, अरूको मनलाई होइन है। र अगाडि बढ्दै जाँदाखेरि सामनेले फेरि के देख्नुहुन्छ त भन्दाखेरि कुनै बाणकारकले बाणलाई सोझो पारिरहेको, आगोमा तताउँदै पिर्दै छड्के आँखा लगाउँदै हेर्दै गरेको दृश्य देख्दा भन्देजु त्यो के गरेको नि? यसरी प्रश्न गर्दा सारिपुत्र भन्जुले भन्नुहुन्छ, श्रामणेर, यो बाणकारकहरूले बाणलाई सोझो बनाएका नि। अनि भन्देजु यो बाणमा के मन छ र अरे? श्रामणेको प्रश्न। भन्देजु भन्नुहुन्छ, श्रामणेर, बाणमा मन त हुँदैन नि। अनि भन्देजु मन नभएको बाणलाई पनि आफूले चाहिए जस्तो आकारमा लिन सकिने हो नि श्रामणेर। मन नभएको यो बाणलाई पनि आफूले चाहेको आकारमा लिन सकिन्छ। ओहो, यो मनै नभएको बाणलाई त आफूले चाहे जस्तो आकारमा ढाल्न सकिन्छ भने ममा त मन छ नि, मैले मेरो मनलाई किन परिवर्तन नगर्ने? मैले मेरो मनलाई किन दमन नगर्ने? श्रामणेको मनमा विचार उत्पन्न भयो। अगाडि बढ्दै जानुहुन्छ। सिकर्मीहरूले काठलाई काटेर विभिन्न आकार प्रकारको चिजबिजहरू बनाएको देख्दाखेरि फेरि सोध्नुहुन्छ, भन्देजु यो के गरिरहेका नि? श्रामणेर, यो सिकर्मीहरूले काठलाई काटेर आफूले चाहिएको आकारमा ढालेका हुन्। कसैले टेबल बनाउँछन्, कसैले कुर्सी बनाउँछन्, कसैले त्यसमा फुलबुट्टा काटिदिन्छन्, त्यसैबाट कसैले प्रतिमा बनाइदिन्छन्। विभिन्न चिज बन्छ कि बन्दैन? बन्छ नि काठबाट, होइन त? काठबाट हामीले आकार लिन सक्छौँ। अनि भन्दैछु यो काठमा के मन छ र? मन त छैन नि श्रावणेर। अनि मन नभएको काठलाई पनि आफूले चाहिए जस्तै बनाउन सकिने हो नि श्रावणेर, चाहे जस्तो बनाउन सकिने। ओहो, यो मन नभएको काठलाई पनि हामीले चाहिए जस्तो ढाल्न सक्छौँ भने मैले मेरो मनलाई किन सम्हाल्न नसक्ने, मैले मेरो मनलाई किन दमन गर्न नसक्ने भनेर श्रावणीले तैँनिर नै सारिपुत्र भन्जुलाई भन्नुहुन्छ, भन्देजु म बिछामा आउँदिनँ, म बिहार जान्छु। अनि तिमी के गर्छौ श्रावणेर? मैले मेरो मनलाई दमन गर्छु। के गर्छु? मेरो मनलाई मैले दमन गर्छु। यानि नराम्रो अकुशलमा लागेको मनलाई मैले कुशलमा लाग्ने गरी गर्छु। समाधिष्ट नभएको मनलाई मैले समाधि प्राप्त हुने गर्छु। एकाग्र नभएको मनलाई मैले एकाग्र पाउने गरी कोसिस गर्छु। भन्दैछु मलाई पनि बिछा ल्याइदिनुहोस्, म बिहारमा गएर ध्यान गर्छु भनेर 7 वर्षका श्रावणेर ध्यान गर्नुभएको, आफ्नो मनलाई, ध्यान भनेको आफ्नो मनलाई बसमा राख्नुभएको, मनको गुलाम होइन मनको मालिक बन्नुभएको, मनको दास होइन मनको मालिक भएर आफ्नो मनलाई बसमा राख्दा राख्दै आचरण गर्दै जाने क्रममा उहाँलाई अरहन्त मार्गज्ञान फलज्ञान प्राप्त हुन्छ। त श्रावणीलाई अरहन्त मार्गज्ञान फलज्ञान प्राप्त भए पश्चात भगवान शास्त्रले अघि भनिएको जुन गाथा हो, उदङ्कं हि नयन्ति नेतिका उसुकार नमयन्ति ते जना, दारुं नमयन्ति तच्छका अत्तानं दमयन्ति पण्डिता। जसरी खेती किसान गर्ने व्यक्तिहरूले आफूले चाहिएको ठाउँमा पानी रहेको दृश्यलाई देखेर, बाणकारहरूले बाणलाई सोझाएको कुरालाई देखेर, सिकर्मीहरूले त्यो काठलाई काटेर आफूले चाहिए जस्तो आकारमा ढालेको चिजलाई देखेर, पण्डित जनहरूले, ज्ञानी विद्वान सज्जन व्यक्तिहरूले आफ्नो मनलाई दमन गर्छन्। के गर्छन्? मनलाई दमन गर्छन्। त यो मनलाई छाडा छाडिदिने हो भने यो मनमा त विभिन्न अकुशल विचार आउँछ कि आउँदैन? त्यो अकुशल विचार आयो भन्ने बित्तिकै हामीले ब्रेक लगाउन सक्नु पर्यो। ए ममा शत्रु आयो, यो शत्रुले अब मलाई हानि पुर्याउँछ है भन्ने कुरालाई बुझेर आफ्नो मनलाई दमन गर्न सक्नु पर्यो। यदि यो मनलाई दमन गर्न सकेन भने के हुन्छ त? प्रश्न गर्ने ठाउँ छ यहाँनिर। मनलाई दमन गर्नुहोस् त भनियो, यो मनलाई दमन गरिएन र छाडा छोडियो भने के हुन्छ भन्दा अहिले भर्खरै उदाहरण दिइयो। जसरी खेती किसानी गर्ने व्यक्तिहरूले आफूलाई चाहिएको ठाउँमा पानी लगेका हुन्। त्यो पानी कहाँबाट आएको हुन्छ त भन्दा खोला, नाला, नदी, पहाड, समुद्र आदि हुँदै पानीहरू बग्दै आएको हुन्छ। त्यो पानीलाई, बग्दै आएको पानीलाई हामीहरूले कुनै ड्याम नबनाइकन, नाला नकाटिकन, खोला आदि नबनाइकन यत्तिकै छाडा छोडिदिने हो भने, मनपरी बग्न दिने हो भने त्यो पानीले कतिको क्षति पुर्याउँछ भन्ने कुरा वर्षाको समयमा तानसेन नजिकै बस्ने हजुरहरू सबैलाई, तानसेनवासीहरूलाई राम्रोसँग अवगत भएको कुरा हो। बाढीले के गर्छ? मान्छेको जान पनि
लिन पछि पर्दैन नि, पहिरो खसिदिन्छ, त्यही पहिरोले पुरेर मान्छेहरूको प्राण जान्छ। त्यो के भयो त भन्दाखेरि पानीलाई हामीहरूले भने जस्तो नियन्त्रण गर्न सकिएन। नसक्दाखेरि उसले के गरे, हानि नोक्सानी पुऱ्यायो नि, पुऱ्यायो कि पुऱ्याएन। त्यस्तै गरी फेरि त्यही पानीलाई कुलो नाला खनेर हामीहरूले फेरि नियन्त्रण गर्ने हो भने त्यसले फेरि हामीलाई उपकार गरिरहेको छ। खेतीपाती गर्नको निम्ति मद्दत गरेको छ, अन्न बाली फलाउनको निम्ति मद्दत गरेको छ। हामीहरूलाई पिउन नुहाउन आदि पानी बिना त हाम्रो जीवनै छैन, होइन र? त्यही पानीले फेरि हामीलाई के गरिरहेको छ, उपकार गरिरहेको छ। भने त्यही पानीलाई फेरि हामीहरूले संरक्षण गर्न नसक्दा, त्यही पानीलाई फेरि हामीले मनपरी छाडिदिँदा के गरेको छ त्यसले फेरि? मनुष्य पनि भन्दैन, गाउँ पनि भन्दैन, सहर पनि भन्दैन, नगर पनि भन्दैन, देश पनि भन्दैन, सबै के गरिदिन्छ, बगाइदिन्छ। हो कि होइन? त्यो पानीलाई छाड्दाखेरि पानीले त्यसरी चाहिँ हानि नोक्सानी पुऱ्याए जस्तै हामीले पनि हाम्रो मनलाई यदि छाडियो भने रे पानीले हानि नोक्सानी पुऱ्याएको भन्दा पनि यो मनले चाहिँ तपाईँ हामीलाई के गर्छ, हानि नोक्सानी पुऱ्याउँछ। यस मानेमा पानीलाई नियन्त्रण गर्दाखेरि पानीबाट हामीहरूले धेरै चिज प्राप्त गर्न सके जस्तै यो मनलाई चाहिँ यदि बसमा राख्न सकियो भने हामीहरूले परम शान्ति सुख निर्वाणलाई पनि साक्षात्कार गर्न सक्छौँ। भने अर्को उदाहरणमा दिइयो, बाणकाङले बाणलाई सोझो बनाइरहेको, तीरलाई एकदमै सोझो सिधा हुने गरी चाहिँ पिटिरहेको, कुटिरहेको। के त यो बाणलाई सोझो नबनाइकन हान्यो भने यो बाणले हामीले चाहे जस्तो लक्ष्यमा पुग्न सक्छ त भन्दा सक्दैन नि। त्यो बाङ्गो भएको बाणले हानेर हामीले जुन अङ्कित गरिएको हो, जुन हामीले पोइन्ट राखिएको ठाउँ हो, त्यो पोइन्टमा त पुग्न सक्दैन। त्यो ठाउँलाई राम्रोसँग अङ्कित गरेर हान्नको निम्ति त्यो बाण के हुनु पर्यो, सोझो त हुनु पर्यो। हुनु पर्यो कि परेन? बाण सोझो छ भने बल्ल त्यसले के गर्छ, आफूले चाहिएको ठाउँमा लक्ष्य लिन सक्छ। त्यस्तै जस्तो हामीहरूले पनि हाम्रो मनलाई के गर्नुपर्छ त भन्दा सोझो सिधा बनाउनुपर्छ। मनलाई बङ्ग्याएर हुँदैन। मन बाङ्ग्यो भने त सबै कुरा सिद्धियो। यो बाङ्गो मनले सबै कुरालाई बङ्गाइदिन्छ। यस मानेमा हामीहरूले हाम्रो मनलाई के गर्नुपर्छ, सफा राख्नुपर्छ, शुद्ध राख्नुपर्छ, मनलाई नियन्त्रण गर्नुपर्छ। मनलाई छाडा छोडिदिनु हुँदैन। मनमा त राम्रो विचार पनि आउँछ, नराम्रो विचार पनि आउँछ। विचार जस्तो सुकै आए तापनि नराम्रो विचार आयो है भन्ने बित्तिकै त्यसमा ब्रेक लगाउन सकेर राम्रो विचार उत्पन्न गराउन सक्नुपर्छ। त्यस्तै गरी सिकर्मीले काठहरूलाई के गरिरहेको छ, तासिरहेको छ, काटिरहेको छ। उसले आफूले चाहिएको त्यो आकार लिनको निम्ति नचाहेको काठलाई फालिदिन्छ। के गरिदिन्छ? देख्नुभएको छ, कुनै पनि सिकर्मीले कुनै आकार लिनु छ, कुनै फुलबुट्टा काट्नु छ भने के गर्छ, एक्स्ट्रा काठ भनौँ, आवश्यकता नभएको काठ भनौँ, त्यसलाई काटेर तासेर के गरिदिन्छ, फालिदिन्छ। त्यो फालिदिने बित्तिकै उसले चाहेको आकार आउँछ कि आउँदैन? हामीले देखेका छौँ कि छैनौँ? त्यस्तै जस्तो हामीले पनि हाम्रो मनमा भएका नराम्रा फोहोर, नराम्रा क्लेश, नराम्रा मनसायाहरूलाई के गरिदिनुपर्छ, काठ तासेर फाले जस्तै फालिदिनुपर्छ। त्यो नराम्रो मनसायलाई फाल्न सक्यो भन्ने बित्तिकै राम्रो मनसाय त आइहाल्यो नि। त्यसको निम्ति केही पनि गर्नु परेन। बुझ्नुभयो? अलिकति बुझ्न गाह्रो भयो कि क्या? त मनलाई सफा राख्न नित्यन्त आवश्यकता छ। त यो मनलाई सफा राख्नको निम्ति यो मन नै दूषित हुन्छ, मन नै फोहोर भइदिन्छ र त्यो फोहोरलाई सफा गर्न सकियो भने फेरि यो मन शुद्ध भइदिन्छ, सफा भइदिन्छ। त्यो मन फोहोर भनेको अघि भने राग, द्वेष, मोह, अहङ्कार, ईर्ष्या, डाहा, अभिमान आदि गरिएका जति पनि नराम्रो मनसायहरू छ, त्यो मनसाय आयो भने मन दूषित भयो, मन फोहोर भयो। र दान, मैत्री, करुणा, मुदिता, दया, माया आदि गरिएको परोपकार मन आयो भने कुरा बुझ्नुहोस्, मन सफा भयो। हाम्रो मन के छ? आफूले आफूलाई निहालेर हेर्नुहोस्, कस्तो प्रकारको मन देख्नुहुन्छ। यदि नराम्रो मन छ भने त्यसलाई राम्रोतिर ढल्न पर्यो, राम्रो छ भने त्यसलाई अझै अभिवृद्धि गर्नु पर्यो। ममा राम्रो छ भइगयो भन्नु त हुँदैन, त्यसलाई अझै के गर्नु पर्यो, बढाउनु पर्यो। त्यही भएर भगवान शास्त्रले के पनि भन्नुभएको छ त भन्दा जलेन भवन्ति पङ्कं जलेनेव विशुद्धति, चित्तेन भवन्ति पापं चित्तेनेव विशुद्धति, जलेन भवन्ति पङ्कं जलेनेव विशुद्धति। जलेन भवन्ति पङ्कं, पानीबाट नै हिलो हुन्छ अरे हो। कुनै फुर्र परेको माटोमा पानी हालिदिने हो भने के हुन्छ, हिलो हुन्छ।
बुङ बुङ उडेको बाटोमा घाम लाग्दाखेरि बुङ बुङ उडेको बाटोमा आइयो र त्यहाँ पानी पर्दियो भने के भइदिन्छ? हिलो भइदिन्छ। त्यो हिलो कसले बनाएको? कसले बनाएको? पानीले, होइन र? पानीले बनाएको होइन र? पानीले के बनायो? हिलो बनायो। त्यो हिलो हाम्रो शरीरमा लाग्यो, हाम्रो लुगामा लाग्यो, हाम्रो कुनै सामान वस्तुमा लाग्यो, त्यो हिलोलाई सफा गर्न पर्यो। के चाहियो? पानी नै चाहियो। हिलो फेरि केले बनायो? पानीले नै बनायो। त्यो हिलो सफा गर्न फेरि के चाहियो? पानी नै चाहियो। कुरा बुझ्नुभयो है? त्यस्तै गरी रे, यो चाहिँ उदाहरण हो। त्यस्तै गरी रे, चित्ते न भवन्ति पङ्कं चित्ते न भवन्ति पापं चित्ते नैव विसृज्यति। पापम भन्ने अकुशल नराम्रो मनसाय कहाँ हुन्छ त भन्दा? मनमा हुन्छ। कहाँ हुन्छ? मनमा। अहिले यहाँ देख्दाखेरि बत्तीसे देखाएर खिस्स हाँसे तापनि मन मनै चित्त नबुझेको कसले देख्ने हो कि होइन? झल्लक्कै हेर्दा त ओहो नमस्ते गर्नुभयो, खिस्स हाँसिदिनु भयो, ओहो उहाँ त कति राम्रो हुनुहुँदो रहेछ भन्ने उहाँको मनमा के विचार चलेको छ कसले देख्ने? त्यो त केवल आफूले मात्रै हेर्न सकिन्छ, हो कि होइन? बाहिरी रूपमा हाँसेर देखाउँदैमा उसको मन सफा छ भन्न सकिँदैन। बुझ्नुभयो? हो, त्यो मनमा भएको अकुशल नराम्रो फोहोर क्लेशलाई चाहिँ केले सफा गर्नुपर्छ अरे त भन्दा मनले नै सफा गर्नुपर्छ। केले? अघि उदाहरण दिइसके। पानीले नै के गराइदियो? हिलो बनाइदियो। त्यो लागेको हिलोलाई केले सफा गरियो? पानीले नै सफा गरियो। अरू उपाय छैन नि। यो मनमा पनि नराम्रो मन आउँछ, अकुशल मन आउँछ, पाप मन आउँछ, रिस मन आउँछ, अरूको देखेर ईर्ष्या डाहा गर्छ, आउँछ। आउँदैन भन्न सकिन्न, आउँछ। यो मन आउँछ नै आउँछ। जबसम्म निर्मललाई साक्षात्कार गरिँदैन तबसम्म यो मन आउँछ। त्यो नराम्रो मनलाई के गर्ने त भन्दा मनले नै सफा गर्ने। के मनले त भन्दा राम्रो मन। बुझ्नुभयो? पानीबाट हिलो हुन्छ, त्यो हिलोलाई पानीले सफा गर्छ। मनमा नै नराम्रो कुविचार आउँछ, त्यो कुविचार नराम्रो मनलाई के गर्नु पर्यो? मन यानि राम्रो मनसाय नै सफा गर्नु पर्यो। यो मनलाई सफा गर्न नित्यान्त आवश्यकता छ। किन त भन्दा हामीहरूले बाहिरी रूपमा गर्मी भयो भने दिनको 3-4 चोटि पनि नुहाइदिन्छौँ। नुहाउँदा स्याम्पू पनि विभिन्न छान्छौँ, साबुन पनि विभिन्न रोज्ने गर्छौँ है। चिसो पानीले मात्रै भएन भने तातो पानी पनि लिने गर्छौँ। भनी यो मनमा कति फोहोर कटकटेको छ भन्ने कुरा एकचोटि मनन गरी हेर्नुहोस् त। राग, द्वेष, मोह, अहङ्कार, ईर्ष्या, डाहा आदि गरिएका फोहोर कति कटकटेको छ। यो एक जीवनको होइन, दुई जीवनको होइन, जन्म जन्मको यो क्लेश, यो फोहोर चाहिँ कटकटेको हुँदाखेरि हामीले यो मनलाई कति चाहिँ सफा गर्नुपर्छ। पसिना आएको पसिना पखाल्नको निम्ति दिनमा 2-3 चोटि नुहाउनुपर्छ, हो कि होइन? भने यो मन जीवनको फोहोर, जीवनको क्लेश चाहिँ लिएर आएको छ भने यो मनलाई चाहिँ स्टिल जुस लगाउँदा पनि गाह्रै पर्छ। हजुरहरूले बाहिरी दाउरामा चाहिँ केही चिज पकाउनु भयो र त्यो डेक्ची कालो भइदियो भने कसरी घोट्नुहुन्छ? साधारण चिजले घोटेर गएन भने स्टिल जुस लगाउनुहुन्छ कि हुन्न? त्यो स्टिल जुस लगाइयो भने बल्ल त्यो डेक्ची के हुन्छ? सफा हुन्छ नि। त्यस्तै जस्तो हाम्रो मन पनि कटकटेको छ। के भएको छ? कटकटेको छ। जीवनको क्लेश, जीवनको फोहोरले कटकटेको छ। यो मनलाई त स्टिल जुसले ल्याउँदैन, तारो जुसै लगाउनुपर्छ। त्यसले पनि नभ्याउँदैन। बुझ्नुभयो? त्यही भएर हामीहरूले यो मनलाई के गर्नु पर्यो? सफा शुद्ध राख्नु पर्यो। मनमा कुविचार आउने बित्तिकै ममा शत्रु आयो, शत्रु सवारी भयो भन्ने कुरालाई बुझेर हजुरहरूले आफ्नो मनलाई शुद्ध गर्नुहोस्। शुद्ध कसरी गर्ने त भन्दा नराम्रो मनलाई राम्रो मनले नै शुद्ध गर्ने। अघि नै भनिसके, अरूले गर्दैन, हुँदैन। स्वयं आफ्नै मन नराम्रो छ भने तपाईँ हामीले नै राम्रो बनाउनुपर्छ। यदि यो सुमार्गमा यो चित्त लाग्यो भन्ने बित्तिकै कुरा बुझ्नुहोस् कि मनुष्य जीवन पाएको सार हो। यति मात्र नभइकन परम शान्ति, सुख, निर्वाणलाई साक्षात्कार गर्नको निम्ति पनि भगवान शास्त्रले यो मनलाई नै सम्हाल्नको निम्ति उपदेश गर्नुभएको छ। यो मनले नै दुर्गति पुर्याउँछ, यो मनले नै सुगति पुर्याउँछ, अरू कसैले पनि होइन। यो मनलाई तपाईँ हामीहरूले कस्तो बनाउने, सुगतिमा लगाउने कि दुर्गतिमा लगाउने, त्यो सबै हजुरहरूकै हातमा छ। हामीले त अगाडिबाट उपदेश मात्रै गरिदिन सक्छौँ, मार्ग मात्रै देखाइदिन सक्छौँ, कसैलाई पनि लाग्न त सकिँदैन। जबरजस्ती कसैलाई पनि गर्न सकिँदैन। त हजुरहरूलाई कस्तो खालको मन पर्छ अघि नै भनेको छु। सुख र दुःख के मन पर्छ नसोधौँ, सोध्ने भने सबैले सुखै भन्नुहुन्छ, होइन त? त अनि हामीले काम चाहिँ के गरिरहेका छौँ त्यसलाई निहालेर, यदि नराम्रो काम गरिरहेका छौँ
दुःख हुने कार्य गरिरहेका छौँ भने हामीहरूले आफ्नो मनलाई सम्हालेर, आफ्नो मनलाई नियन्त्रण गरेर, आफ्नो मनलाई बसमा राखेर सुमार्गमा यानि सुख प्राप्त हुने वेमा चाहिँ हामीहरूले आफ्नो मनलाई लानुपर्छ। मनले नै तपाईँ हामीलाई नेतृत्व गरिरहेको छ, त यो मनलाई कस्तो प्रकारको नेतृत्व दिने, राम्रो दिने कि नराम्रो दिने भन्ने सबै आफ्नो हातमा भएको कारणले गर्दा सबैले आफ्नो मनलाई शुद्ध सफा राख्न सकोस्, मनलाई बसमा राख्न सकोस्, त अप्रसन्न भएको मनलाई प्रसन्न गराउन सकोस्, दुशील भएको मनलाई सुशील बनाउन सकोस्, दुराचारी भएको मनलाई सदाचारी गराउन सकोस् र मनलाई बसमा राखेर परम शान्ति सुख निर्वाणलाई साक्षात्कार गर्ने हेतु कारण बनिदियोस् भन्दै आजको धर्म उपदेशलाई यतिमै अन्त गरौँ। भवतु सब मङ्गलम्। साधु साधु साधु। हामी अत्यन्त अनुग्रहित भएका छौँ। श्रद्धेय गुरुमाजी